हेलो हेलो साथीहरू के छ? हेलो साथीहरू, म हिँड्दैछु अहिले बाटोमा, कामबाट आएर बाटोमा हिँड्दैछु। यो हङकङ हो साथी हो। हङकङमा अहिले म पानी परेर एकदम पानी परिरहेछ हङकङमा साथी हो। अहिले कस्तो लाग्यो साथी हो हङकङ? यस्तै छ है साथी हङकङ, दुःख सुख यस्तै छ है। अब परदेशी जीवन यस्तै छ, कामबाट आउने, काम गयो, कामबाट आयो, यस्तै छ है साथी हो। त्यहाँ चाइनिजहरूले बियरको कार्टुनहरू झार्दैछ, यस्तै छ है। कस्तो लाग्यो? राम्रो लाग्यो हङकङ? हङकङको माले पार्क है साथी, यो चाहिँ हङकङमा माले पार्क भन्छ यो पार्कलाई चाहिँ। यहाँ चाहिँ चाइनिजहरूले मालहरू बेच्छ है साथी हो। चरेज, गाजा, अब अफिम, कोकिन सब यहीँ पाउँछ है साथी किन्नु। त्यो माथि छाता उडेर ग्रुपै बसेको छ नि, हो यिनीहरू व्यापारी है साथीहरू। ल हो यहाँनिर बेच्छ है साथी। यहाँनिर जति खानु मन लाग्यो भने यहाँ आउँदा हुन्छ है। हङकङ आउँदाखेरि यसो खानु मन लाग्यो भने, चाख्नु मन लाग्यो भने यो पार्कमा आउनुहोस्। माले पार्क भन्छ यो। माले पार्क भनेको चाहिँ हङकङमा जसले पनि चिन्छ है, नेपालीहरूले है बताइदिन्छ है। यो चाहिँ जोखाना हेर्ने ठाउँ है साथी। यो सब यो जोखाना हेर्ने ठाउँ, चाइनिज जोखाना हेर्ने ठाउँ। सब बोल्छ इङ्ग्लिस सबै बोल्छ चाइनिज। यो चाहिँ सेक्स सम्बन्धी पाउने ठाउँ हो साथी। यो चाहिँ सेक्सहरू पाउने ठाउँ। कस्तो लाग्यो? दामी लाग्यो। यहाँ चाहिँ बाटोमै सेक्स, अब यो सेक्स टोयहरू, अब केटालाई चाहिने, केटीलाई चाहिने होइन। अब यो सबै बाटोमै किन्नु पाउँछ है हङकङमा चाहिँ है। त्यसै दोकान लगेर यो सबै सेक्स टोयहरू है। देख्नुभयो? सेक्स टोयहरू बेच्ने ठाउँ है साथी यो चाहिँ। म एउटा सेक्स टोयमा एउटा अनौठो चिज देखाउँछु है साथीहरूलाई। ल तपाईँहरू रेडी भएर बस्नु है, हेर्नु है। म अनौठो चिज देखाउँछु है। ल अब यहाँनिर यो चाहिँ कट्टुहरू भइहाल्यो होइन, सेक्स कट्टुहरू, सेक्सी कट्टुहरू होइन। म यहाँनिर आइरहेको छु यो होइन। सेक्सी कट्टुहरू देख्यो त? यहाँ पनि छ, सब पाउँछ यहाँ किन्दै। कत्रो भन्छ देख्यो? ए इलिगल चुरोट बेच्दैछ बुढोलाई मतलब छैन यहाँ। इलिगल चुरोट बेचेर, सुनहरू बेचेर, इलिगल चुरोटहरू बेचेर बसिरहेछ पुरा। हेर्नु नि बोरा पुलिसले पक्रेर भाग हुन्छ यिनीहरू।
सस्तो दामको चुरोटहरू। अब अलिकति पैसा नहुनेहरूले खाने, पैसा नहुनेहरूले यसो किनेर खान्छ क्या है। अब यो ठाउँ चाहिँ मेरो वासस्थान आउन आँट्यो है साथी। अब है, अब मेरो वासस्थान आउने बेला भयो साथी हो। म अहिले घुम्दैछु। आज लट्री काट्नु पर्यो है साथी है। आज लट्री काट्नु पर्यो। हङकङमा आज लट्री काट्ने दिन हो कि, अनि म आज लट्री काट्छु ल। ऊ त्यो पर हङकङ जकी क्लब ल्याएछ नि, यो चाहिँ घोडा रेस लट्रीहरू हुन्छ है। आज लट्री काट्नु हप्तामा 3 चोटि हुन्छ औ लट्री। अब 20 मिलियन, 30 मिलियन, 50 मिलियन, 80 मिलियनसम्मको हुन्छ प्राइजहरू, फर्स्ट प्राइज हङकङ डलर। अब यहाँ घोडा रेस हुन्छ, यहाँबाट काट्ने हो होइन। जेस् राम्रो छ हङकङमा, जेस् बोर चाहिँ हुँदैन क्या, त्यति हो। यता गए पनि होइन, उता गए पनि भाग्यमा लेखेछ भने अब पैसा पनि पर्न सक्छ होइन। यही हो झोकी क्लब है साथीहरू, देख्यो होला नि। ऊ त्यो पर पारी हङकङ जकी क्लब भनेर लेखेछ नि। यो चाहिँ घोडा रेस खेल्ने, घोडाको टिकटहरू काट्नु पाइन्छ, लट्रीहरू हुन्छ, दुनियाँ हुन्छ यहाँनिर। खेलहरू हो सबै, तकदिरको ऊ हो। तकदिरमा लेखेछ भने पर्छ, छैन भने छैन, त्यस्तै हो साथी हो। यो चाहिँ मेरो टोल है साथी हो। यो चाहिँ मेरो टोल हो। साङ्घाई स्ट्रिट भन्छ यो टोललाई चाहिँ होइन। यो चाहिँ मेरो टोल है। है भाइ है साथीहरूलाई है। अब अर्को ब्लगमा भेटौँ है साथीहरू। ल बाई बाई, ल बाई बाई।